लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव वैकुण्ठ अधिकारी सहित 16 जना र मेगा माइन्ड्स आर्किटेक्ट्स एन्ड स्ट्रक्चर कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। रूपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर 5 सिद्धनाथमा शीत भण्डार निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले मन्त्रालयका तत्कालीन सचिव सहित 5 जना कर्मचारी, मेगा माइन्स फर्मका सञ्चालक सुगम कोइराला, भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका 8 जना र मर्चबारी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका 2 जनालाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले उनीहरू विरुद्ध जनही 71,97,980 रुपैयाँ बिगो माग दाबी गरेको छ। अख्तियारका अनुसार निर्माणाधीन शीत भण्डारको गलत कार्य सम्पादन प्रतिवेदन बनाई भुक्तानी गरिएको थियो। अहिले त्यो शीत भण्डार अपूर्ण, जीर्ण र कुनै पनि प्रयोजनका लागि उपयोग गर्न नसकिने अवस्थामा रहेको आरोप पत्रमा उल्लेख छ।